एबीसी एफएम 89.8 मेगाहर्ज मध्य पहाड़को आवाजद्वारा सञ्चालित कार्यक्रम समय सन्दर्भ। म कार्यक्रम संचालक रमेश प्रसाद नेउपाने यहाँहरू समक्ष उपस्थित भइसकेको छु। समय सन्दर्भ कार्यक्रम समसामयिक राजनीतिक घटनाक्रम सँगसँगै समसामयिक गतिविधिको बारेमा कुराकानी गर्ने कार्यक्रम हो समय सन्दर्भ। बिहानी प्रहरको कार्यक्रम समय सन्दर्भ बिहान 36 बजेदेखि 7 बजेसम्म प्रसारण हुने समय सन्दर्भ कार्यक्रम रेडियो एबीसी एफएम 89.8 मेगाहर्जको प्रस्तुति हो। सदाझै आज हामीले यस्तो व्यक्तित्वसँग कुराकानी गर्दैछौ। मच्छेश्वर सापकोटा लोक गायक जो काभ्रेली माटोमा जन्मिएर काभ्रेको क्षेत्र र सांगीतिक क्षेत्रमा आफ्नो उर्वरा शक्ति गीत संगीत र रचनामा रमाउँदै लाग्नु भएको व्यक्तित्व जो उहाँले 200 भन्दा बेसी नै गीतहरू रचना र संगीत भर्नु भएको छ। उहाँसँग हामी कुराकानी गर्नेछौँ। उहाँ साबिक रयाले गाविस 2 हाल पनौती नगरपालिका वडा नम्बर 1 रयालेमा पिता कुञ्जर मणि सापकोटा माता पदम कुमारी सापकोटाको कोखबाट 2007 साल मंसिर 17 गते काभ्रेली माटोमा जन्मनु भएको हो। 2052 सालमा हर्त रयाले नामक पहिलो गीत एल्बम चाहिँ मच्छेश्वर सापकोटा र चन्द्रकला शाहको स्वरमा निकाल्नु भयो। 2032 सालमा रेडियो नेपालमा पहिलो गीती एल्बम चाहिँ उहाँको रेकर्डिङ भएको थियो। त्यसैगरी 2026 सालमा के दिनु तिमीलाई मैले बोलको गीत एल्बम चाहिँ ज्ञानु राणा, मदनमान मल्ल, तीर्थकुमारी र सुनिता रेग्मी र उहाँ आफ्नै मच्छेश्वर सापकोटा सहितको स्वरमा गीती एल्बम निकाल्नुभयो। त्यसै गरी 2059 सालमा भगवती दंगाल, भोजराज काफ्ले र मच्छेश्वर सापकोटा आफै र मच्छेश्वर सापकोटा उहाँका छोरा निरञ्जन सापकोटाको स्वरमा हर्ता रयाले बोलको गीत पुनः फेरि सार्वजनिक गर्नुभयो। 75 वर्षे यात्रामा समेत लोक गायन क्षेत्रमा गीत संगीत क्षेत्रलाई अघि बढ्नु भएको छ लोक गायक मच्छेश्वर सापकोटा। लोक भाका लोक गायन क्षेत्रको मार्गदर्शक काभ्रेली सर्जकको रूपमा परिचित लोक गायक मच्छेश्वर सापकोटासँगको आजको कुराकानी हामीले रेडियो एबीसी एफएम 89.8 मेगाहर्जको समय सन्दर्भ कार्यक्रममा आज प्रस्तुत गर्न गएका छौं। लोक गायक मच्छेश्वर सापकोटा, यहाँलाई समय सन्दर्भ कार्यक्रममा स्वागत छ। धन्यवाद रमेश सर। 50 वर्षको गायन यात्रालाई सरस्वती सम्झनुस् न। गायक भनेपछि चाहिँ कसरी बुझ्थे? गायक भनेपछि अब त्यो बेलामा रेडियो नेपालमा गीत गाउन जाने मान्छे अब हाम्रो ठाउँबाट कमै हुन्थे अनि गायन क्षेत्रलाई त्यति साह्रो बुढापाकाहरूले चाहिँ त धेरै मन पराउँदैनथे। गायक भनेपछि मन पराउँदैनथे। तर पनि मैले चाहिँ रेडियो नेपालमा 32 सालमा चाहिँ आफ्नै स्वरमा पास गरेर आफ्नै स्वरमा चाहिँ रेकर्ड गरेँ 32 सालबाट। ठिकै थियो, राम्रै थियो। मैले रेकर्ड गरेका गीतहरू सुनेपछि श्रोताहरूले राम्रै मन पराएका थिए। जस्तो गायक भएर बिग्रनु भयो कि सफ्राउनु भयो? यहाँ गायक भएर बिग्री जस्तो लागेको छैन। अब धेरै धेरै दर्शक श्रोताहरूको माया पाएको छु। जीवन सार्थक बनाउने कोसिस गर्दैछु। अब मान्छे भएर जन्मेपछि केही न केही यसो चिनो छोडेर जानुपर्छ भन्ने लाग्यो। त्यसैले बिग्री भन्ने लागेको छैन, सप्री चाहिँ भन्ने लागेको छ मलाई। किनभने हामीले उच्छृङ्खल र असभ्य शब्दहरू प्रयोग गरेर गीत गाइएन, त्यसैले बिग्रिएको छैन जस्तो लाग्छ। जस्तो यो उमेरमा आउँदा हजुर जीवन चाहिँ सरल छ कि जटिल छ भनेर कसरी बुझ्न सकिन्छ? जीवनलाई चाहिँ राम्रो गरी चिन्न सकियो भने, जीवनको राम्रो चाहिँ संरक्षण गर्न सकियो भने, जीवन सार्थक बनाउन सकियो भने राम्रै हो। जीवन ठिकै छ। अब यो कष्टमय होइन। हामीले जीवनलाई चाहिँ सार्थक बनाउनुपर्छ, असल काम गर्नुपर्छ, असल कर्म गर्नुपर्छ, अरूले मन पराउने कर्म गर्नुपर्छ। जीवन कष्टमय छैन, राम्रै छ, अहिलेसम्म ठिक छ। जस्तो असल कर्म, अरूले मन पराउने कर्म भनेर बुझ्नु पर्दा अहिले यो नयाँ पुस्तालाई चाहिँ के भन्न चाहनुहुन्छ? नयाँ पुस्तालाई पनि म के भन्न चाहन्छु भने
सर्जकहरूले, गायक कलाकारहरूले, साहित्यका क्षेत्रमा लाग्ने साहित्यकारहरूले केही न केही समाजलाई सन्देशमूलक सिर्जना गर्नुपर्छ। उच्छृङ्खल असभ्य शब्दहरू प्रयोग गर्नु हुँदैन। एउटा चाहिँ मानव समाजलाई असल बाटोतिर डोर्याउनको लागि, समाजमा क्रान्ति ल्याउनको लागि त्यस्तै खालका क्रान्तिकारी गीतहरू लेख्नुपर्छ र क्रान्तिकारी साहित्य हुनुपर्छ भन्ने लाग्छ मलाई। यहाँले जुन गाउनु भएको गीतले चाहिँ एउटा क्रान्ति दिएको छ अथवा लोकगायन क्षेत्रमा चाहिँ कस्तो खालको चाहिँ एउटा सन्देश दिएको छ भनेर बुझ्न सकिन्छ लोकगायन क्षेत्र? अब यो चाहिँ दर्शक श्रोताहरूले विश्लेषण गर्ने कुरो हो। अब जुनसुकै श्रोताले पनि के स्रष्टाले पनि आफूले गरेको सिर्जना नराम्रो गरेको छु भन्ने लाग्दैन, राम्रो गरेको छु भन्ने लाग्छ। र त्यस्तै मलाई पनि अब अहिलेसम्म चाहिँ राम्रै गरेको छु जस्तो लाग्छ। सन्देशमूलकहरू गीतहरू चाहिँ प्रयोग गर्ने गरेको छु जस्तो लाग्छ। यो छुट्याउने जिम्मा चाहिँ श्रोताहरूकै हो। छुट्याउने जिम्मा चाहिँ श्रोता र आम नागरिकलाई दिनुहुन्छ? यो चाहिँ त्यही हो, दर्शक श्रोता आम नागरिक हाम्रा चाहिँ सम्पूर्ण हितैषी मित्रहरूलाई नै जिम्मा दिने हो। पत्रकार मित्रहरू, हजुरहरूले चाहिँ हामीलाई यहाँ बोलाउनुहुन्छ र हामीसँग चाहिँ केही जानकारी लिन खोज्नुहुन्छ अनि हाम्रा गीतहरू चाहिँ यस रेडियोबाट चाहिँ बजिरहेका छन्, कस्ता खालका छन् भन्ने कुरो त हामीले भन्दा पनि छुट्याउने काम हजुरहरूकै हो। यो 75 वर्षको यात्रामा यहाँले के अनुभव गर्नुभयो? जीवन के रहेछ? जीवन चाहिँ सुवास छर्न सकियो भने, सुवास छर्न सकेको खण्डमा जीवन इन्द्रकमल फूल जस्तै हो। जीवन कसरी जिउनु पर्दो रहेछ, जीवन के रहेछ भनेर बुझ्नेहरूको लागि जीवन चाहिँ पहिलो कुरो चाहिँ अरूलाई चाहिँ अरूको बारेमा व्याख्या विश्लेषण गर्नुभन्दा पनि आफ्नै बारेमा चाहिँ पहिले चिन्तन मनन गर्नुपर्छ, म कस्तो हुँ भनेर। र कुन कर्म गर्दाखेरि चाहिँ कस्तो परिणाम आउँछ भन्ने कुरो कर्म गर्नुभन्दा अगाडि नै हामीले जान्न सक्नुपर्छ। र नैतिकताको बलले नै जीवन सफल बनाउन सकिन्छ भन्ने लाग्छ। नैतिकता सबैभन्दा ठूलो चाहिँ जीवन सफल पार्ने गोरेटो बाटो नैतिकता नै हो। श्रोताबिन, यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो एबीसी एफएम 89.8 मेगाहर्ज मध्य पहाड़को आवाजद्वारा सञ्चालित कार्यक्रम समय सन्दर्भ कार्यक्रममा म कार्यक्रम संचालक रमेश प्रसाद नेउपाने यहाँहरू समक्ष कुराकानी गर्ने सन्दर्भमा हुन्छु। आजको अतिथिको रूपमा हुनुहुन्छ लोक गायक काभ्रेली सर्जक मच्छेश्वर सापकोटा। हामी कुराकानी गर्ने क्रममै छौं। मच्छेश्वर सापकोटाज्यू, किसान हुनु र कलाकार हुनुमा कति सहज र कति असहज हुँदो रहेछ, के रह्यो? अब किसान भएर पनि उत्कृष्ट किसान बन्न सक्नुपर्छ। सामान्य जीवनयापन गर्ने मात्रै किसान भयो भने जीवनयापन गर्न पनि धाउधाउ पर्छ। त्यसैले कलाकार हुनुमा र किसान हुनुमा त्यतिको अन्तर चाहिँ छैन। कलाकार भन्दा पनि किसान बढी महत्वपूर्ण हुन्छ, किनभने किसानले अनेक थरीका फलफूल, अन्न, सागपातहरू उब्जाउँछन् किसानले, र सबैलाई चाहिँ पालन पोषण गर्ने काम पनि किसानले नै गरेका हुन्छन्। कलाकारलाई पाल्ने, मन्त्रीसम्मलाई पाल्ने, देशका चाहिँ सर्वोत्कृष्ट विशिष्ट व्यक्तित्वहरूलाई पालन पोषण गर्ने पनि किसानलाई नै हो। त्यसैले किसान ठूला मान्छे भन्ने गर्छु म। हीनता बोधका कुरा गर्छन्, म किसान हुँ भनेर मान्छेले, म सानो हुँ भन्छन्, तर किसान सानो मान्छे होइन। कलाकार भनेको पनि एउटा क्षेत्र हो। राम्रा चाहिँ अलिकति सिर्जना गर्न सक्यो भने
कलाकार भन्न मन लाग्छ मलाई। अलिकति उच्छृङ्खल असभ्य शब्दहरू प्रयोग गर्ने कलाकार चाहिँ वास्तवमा अब साँच्चै भन्नुपर्दा त्यो चाहिँ एउटा विकृत मानसिकताको फल नै हो। असभ्य शब्दहरू प्रयोग गर्ने सृजना जसले गरेको छ त्यसलाई चाहिँ म त्यसो भन्न चाहन्छु। त्यस्तो भन्ने गरिन्छ चाहिँ कलाकारहरू भनेको राष्ट्रका गहनाहरू हुन् भनेर जति भनिराखिएको छ। नेपाल सरकारले का चाहिँ दिग्गज व्यक्तिहरू जो मन्त्रीहरूले पनि भाषण गर्ने बेलामा र आफूलाई चाहिँ आफ्नो पोल्टामा चाहिँ अभिमत पार्नको लागि चाहिँ भन्ने गर्छन् देशका गहना भनेका कलाकारहरू हुन् भनेर। साँच्चै चाहिँ त्यसरी सरकारले राष्ट्रको गहना हो भनेर भने जस्तो व्यवहार गरेको हो भन्ने लाग्छ यहाँ। यो भनाइ र गराइमा फरक पर्छ। बोलाइ लेखाइ र गराइको तादात्म्य मिलाउन सकेको छैन अहिलेसम्म राज्यले। भन्ने एउटा कुरो, गर्ने अर्को कुरो। देशका चाहिँ गहना हुन् भनिसकेपछि ती गहनाको संरक्षण कसरी गर्नुपर्छ भन्ने खालको सोचाइ सरकारमा अहिलेसम्म चाहिँ देखिएको छैन। राज्यले चाहिँ जुन कलाकारहरूलाई दिएको सम्मान के हो भनेर बुझ्न सकिन्छ? कलाकारहरूलाई दिएको सम्मान त्यही हो, त्यही बुझ्न सकिन्छ। चुनावका बेलामा उफ्रिकन चाहिँ कलाकारहरू राष्ट्रका गहना हुन् भन्ने गर्छन्, त्यति हो। तिनीहरू के पनि छैन। स्पष्ट रूपमा भन्नुपर्दाखेरि उनीहरूले पहिचान गर्न सकेको छैन। देशले चिन्न सक्दैन कलाकारहरूलाई। देशलाई चाहिँ कलाकारहरूले चिनाए तर राज्यले सरकारले चाहिँ कलाकारलाई चिनेन भनेर भन्दा हुन्छ। एकदम ठिक, त्यही हो। भन्ने नै त्यही हो र राज्यको गराइ पनि त्यही हो। वास्तविक रूपमा कलाकारहरूको लागि राज्यले चाहिँ के गरिदिनु पर्थ्यो भन्ने यहाँलाई लाग्छ? के गर्नुपर्छ भनेदेखि निरन्तर रूपमा चाहिँ जो सांगीतिक क्षेत्रमा लागिरहेको छ, साहित्यिक क्षेत्रमा लागिरहेको छ, एउटा चाहिँ आफ्नो राष्ट्रको पहिचानको लागि खटिरहेको छ, त्यस्ता साहित्यकार कलाकारहरूको लागि केही भत्ताको व्यवस्था गर्नुपर्छ। निश्चित मापदण्ड निर्धारण गरेर भत्ताको व्यवस्था गर्नुपर्छ। राज्यले राम्रो गरी चाहिँ कलाकार साहित्यकारहरूलाई दृष्टि पुर्याउनु हो भने। अझ त्यसो भन्नुपर्दा जस्तो स्वास्थ्य बीमा होइन, त्यसै गरी जीवनको चाहिँ जीवनलाई सार्थक बनाउनको लागि यहाँले जस्तो भत्ता भनेर भन्नुभयो, उनीहरूको लागि औषधि उपचारको चाहिँ निशुल्क व्यवस्था गरिदियो भने चाहिँ अझ राम्रो हुन्थ्यो भन्ने लाग्छ। त पक्कै पनि त्यो, किनभने चाहिँ एउटा कलाकार चाहिँ मरणासन्न अवस्थामा पुगिरहेको हुन्छ, उसको चाहिँ औषध उपचारको लागि चाहिँ भिख मागेर चाहिँ औषधि उपचार गर्नु परिरहेको अवस्था छ। सरकारले राम्रो गरी चाहिँ त्यो दृष्टि दिएको छैन अहिलेसम्म। जस्तो व्यावसायिक सुन्तला खेती, विवाह र गायन सबैको चाहिँ एउटा सुरुवात एकै वर्षमा यो चाहिँ एउटा संयोग हो कि यहाँको चाहिँ योजनाबद्ध हो? यो त संयोग नै पर्यो। बिहे गर्नु पनि त्यही 32 सालमा पर्यो। अनि रेडियो नेपालमा स्वर परीक्षा पनि 32 सालमा पास भयो। सुन्तला खेती पनि सुरु त्यो 32 सालबाटै गरियो। यो संयोग भन्नुपर्छ। अनि यो विवाहसँगै यसलाई सकारात्मक मार्गमा चाहिँ अगाडि बढायो भनेर पनि भन्न सकिएला नि त? एकदम ठिक हो। यो किनभने चाहिँ बिहे गरिसकेपछि अब श्रीमती भित्र्याइसकेपछि अनि अब उनीबाट पनि सल्लाह राम्रै पाइयो। नाम कमाउने मैले मन गरिसकेपछि नाम कमाउनुपर्छ, म घरको कामधन्दा गर्छु भनेर श्रीमती सरस्वतीले भनिन्। अनि सुन्तला खेती गर्नु पनि उनीको चाहिँ सल्लाह अनुसार गरियो, प्रेरणा दिइन्। अनि गायन क्षेत्रमा पनि प्रेरणा दिँदै गइन्। जस्तो जीवनको चाहिँ 75 वर्ष जिइराख्नु भएको छ, गायन क्षेत्रको जुन 50 वर्ष पूरा हुँदा होइन यसरी भन्दा के छुट्यो र के पाइयो जस्तो लाग्छ यहाँ? गायन क्षेत्रको 50 वर्ष पूरा हुँदा छुट्यो जस्तो केही पनि लाग्दैन। किनभने एउटा के कुरो छुट्यो भने जागिर खाइएन, त्यो छुट्यो। पेन्सन गरिएन, त्यो छुट्यो।
अब अहिले छोराहरूले त्यो छुट्यो भन्ने खालको अनुभव गराएका छैनन्, त्यसैले केही छुट्यो भन्ने लाग्दैन। अब के पाइयो भन्ने कुरोमा चाहिँ अब माया पाइयो, हजुरहरूको माया पाइयो, सम्पूर्ण हाम्रो चाहिँ दर्शक श्रोताहरूको माया धेरै पाइएको छ। अब एक हिसाबले चाहिँ अब सामान्य जीवनयापन गरिरहेको म एउटा सामान्य परिवारको मान्छे। अब यतिकैमा चाहिँ रमाइरहेको छु अहिलेसम्म पनि। जस्तो यो गायन क्षेत्रमा लागेर यहाँले झन्नै 200 भन्दा बढी गीतहरू चाहिँ आफैले सिर्जना गर्नुभयो होइन। अब यसले चाहिँ आफ्नो जीवनयापन गराउनलाई चाहिँ कतिको सहयोग गरेको छ त? यो सांगीतिक क्षेत्रले चाहिँ जीवनयापन गर्नको लागि चाहिँ धेरै सहयोग गरेको छैन, किनभने हाम्रा गीत वित्तीय क्षेत्रमा लागेका छैनन् भन्दा हुन्छ। असभ्य शब्दहरू, अश्लील शब्दहरू प्रयोग गरेर छाडा गीत गाउन सकिएको खण्डमा अनि ती गीतहरू चाहिँ बढी चल्छ। अहिलेको समाजको परिवेश त्यस्तै भइरहेको छ, किनभने यो चाहिँ एउटा विडम्बना नै भन्नुपर्छ। हामीले गाउने गीतहरू चाहिँ सन्देशमूलक, जनचेतनामूलक गीतहरू गाउँछौं। त्यस्ता गीत सबै श्रोताहरूले मन पराउँदैनन्। त्यसै अर्थमा यो आम्दानीको स्रोत चाहिँ हाम्रा गीत बन्न सकेका छैनन्। तथापि हामी आम्दानीको लोभमा परेर असभ्य शब्दहरू प्रयोग गर्न पनि सक्दैनौं, असभ्य गीतहरू गाउन पनि सक्दैनौं। हामीले समाजमा मुख देखाउनुपर्छ। यही समाजमा चाहिँ हामी यही समाजमा मिलिजुली गरी बस्नुपर्छ, हाम्रो एउटा प्रतिष्ठा जोगाउनुपर्छ भन्ने लाग्छ। यहाँले चाहिँ जुन पहिलो गीत निकाल्नुभयो, पहिलो चाहिँ सिर्जना गर्नुभयो, त्यो सिर्जनालाई चाहिँ अलिकति छोटकरीमा सानो टुक्का गीत गाइदिनु। पहिलो यहाँको गीत, पहिले लेखेको गीत चाहिँ नि जानी भए जाऊ माया मारेर, मेरो मुटु 2 टुक्रा पारेर। जानी भए जाऊ माया मारेर, जानी भए जाऊ माया मारेर, मेरो मुटु 2 टुक्रा पारेर, मेरो मुटु 2 टुक्रा पारेर। यसबाट सुरु भयो गायन यात्रा। अनि यो चाहिँ तीर्थकुमारी र सुनिता रेग्मीको स्वरमा रेकर्ड भयो रेडियो नेपालमा। त्यो पनि 26-27 सालतिर नै हो। अनि मेरो आफ्नै स्वरमा चाहिँ 32 सालमा स्वर परीक्षा पास गरे। 32 सालमा स्वर परीक्षा पास गरेको गीत चाहिँ रातो सिन्दूर पहेँलो बेसारा, मरेपछि लैजानु के छ र। रातो सिन्दूर पहेँलो बेसारा, मरेपछि लैजानु के छ र। मरेपछि केही लैजानु छैन, जन्मने र मर्ने ठूलो कुरो होइन। मानिस भएर जन्मेपछि केही गर्नुपर्छ, रचनात्मक सिर्जना गर्नुपर्छ, रचनात्मक काम गरेर चाहिँ असल कर्म गरेर मर्नुपर्छ भन्ने खालको सन्देश यी गीतहरूमा पाइन्छन्। त्यो चाहिँ एक टुक्रा अलिकति भन्छु। रातो सिन्दुर पहेँलो बेसारा, मरेपछि लैजानु के छ र। अहिले अलिकति बिरामी जस्तो छु म, स्वर राम्रो छैन, खुल्दैन। यो यात्राको क्रममा सन्तानले जुन गायक भएर तपाईलाई पछाएनन्, प्रेरणा दिनु भएन कि उनीहरूले चाहेनन्? ठूलो छोरो चाहिँ गाउँछन्, डाक्टर निरञ्जन सापकोटा, अहिले पोर्चुगलमा बस्छन्। उनले चाहिँ गाउँछन्, 2-4 गीत गाएका पनि छन्। अनि यही रेडियोबाट पनि बजिरहेका छन् उनले गाएका गीत। अनि नातिहरू पनि गाउँछन्, अनि कान्छो छोरो पनि गाउँछन्, तर राम्रो खुलेर चाहिँ गाउँदैनन्। कान्छो छोरो रञ्जन सापकोटा। अनि उनीहरूले
उनीहरूले मलाई दिएको जस्तो प्रेरणा मैले उनीहरूलाई दिन सकिन जस्तो मलाई लागेको छ। जति मलाई अहिले छोराहरूले चाहिँ प्रेरणा दिएका छन् नि, मलाई जति उनीहरूले हौसियाएका छन् नि अहिले, मैले छोराहरूलाई त्यसरी हौसियाउन सकिनँ भन्ने लाग्छ। अहिले पछुतो पो लाग्छ त मलाई। मैले पहिले के गरेँ भने बन्देज गरेँ, किनभने उता पढाइतिर बिग्रन्छ भन्ने लाग्यो। पढाइ बिग्रन्छ, यो साङ्गीतिक क्षेत्रमा लागेर उपलब्धि पनि केही होइन। म आफैले चाहिँ अब अन्डर खाइसकेको हो नि त, र त्यसो भए चाहिँ यो क्षेत्रमा मैले अलिकति खुकुलो छोडिनँ, र अलिकति खुकुलै छोडेको भए पनि उनीहरूले पनि राम्रै गर्थे छोराहरूले पनि। भनेपछि यहाँको जीवन सङ्गिनी र छोराछोरीहरूबाट चाहिँ यहाँले माया, सद्भाव र थप प्रेरणा पाएर चाहिँ तपाईँ अगाडि बढ्नुभयो भनेर बुझ्दा हुन्छ। बिल्कुलै हो। यो चाहिँ अब किनभने चाहिँ श्रीमतीले पनि त्यस्तै प्रेरणा दिँदै गइन्, अनिखेरि सन्तानले, छोरा बुहारी छोरी सबैले प्रेरणा राम्रो गरी चाहिँ दिँदै गए, हौसला दिँदै गए। अहिले पनि हौस्याउँदैछन्, अब पनि गर्नुपर्छ, फेरि पनि रेकर्ड गर्नुपर्छ भन्दैछन्। हालसालै मात्रै एउटा भजन हे मनमोहन भन्ने गरेका छौं। हामी अहिले बुढाबुढी नै गाउँछौं, सँगै गाउँछौं। डाक्टर निरञ्जन सापकोटाले पनि त्यसरी गीत गाएर एल्बम सार्वजनिक गर्नुभएको अवस्था हो। 2-4 गीत गाएको छन्, एल्बम पनि छ। यहाँले अनि मैले गाएको चाहिँ फूलकमल भन्ने गीत पनि डाक्टर निरञ्जन सापकोटाकै रचना र संगीतमै हो। रेडियो नेपालमा तपाईँ लगायतको जुन स्वर गुन्जन्था, हजुर, तपाईलाई चाहिँ कस्तो अनुभूति भयो? पहिले हजुर सुरुमा त्यो त अब यहाँ बयान गरेर साध्यै छैन, कतिसम्म खुसी भयो भन्ने कुरो। म अब भैमा हिँडिरहेको छु कि उडेको छु जस्तो पो लाग्थ्यो त। रेडियो नेपालले मच्छेश्वर सापकोटाको स्वर संगीतको गीत अब सुन्नुहोस् भन्दा चाहिँ रेडियो नेपालले भन्दाखेरि त उड्नी भइहाल्यो नि। परिवारको हौसला त्यस्तै भयो। सब परिवार बसेर चाहिँ सँगै बसेर चाहिँ रेडियो सुन्दाखेरि त कति ज्यान त फूलको थुमो जस्तो भयो नि त। हजुर, ज्यान फूलको थुममा भयो। हजुर, जस्तो त्यो गीत बज्दा समाजमा चाहिँ तपाईँले त्यो गीत रेडियोमा चाहिँ बजेर आफूसँगै त्यहाँ बसेर पनि सुन्नुभयो होला, कस्तो चाहिँ पाउनुभयो समाजमा त्यसको प्रतिक्रिया? राम्रो पाइयो। अब हाम्रो गाउँबाट पनि गायक निस्किए भनेर चाहिँ सबैजना खुसी भए, दाजुभाइहरू खुसी भए। अनि दाजुभाइहरूले चाहिँ के भन्न थाले भने रेडियो नेपालबाट मेरो नाम मच्छेश्वर सापकोटा सुनेपछि नि सापकोटाले नै पनि मलाई सापकोटा बा भन्न थाले। सापकोटा बा भन्न थाले। यो उनीहरूको खुसीले भनेका हुन्। अनिखेरि अब तिमीहरू पनि सापकोटा नै हो बाबु, मेरा चाहिँ भतिजा नातिहरू, मलाई सापकोटा बा भन्छौ, मलाई खुसी लाग्छ भन्छु। किनभने उनीहरू पनि खुसी भएर भनेको हुन् सापकोटा बा, नामै सापकोटा बा राखेका छन्। त्यसैले अरू पनि खुसी छन्, मदेखि खुसी छन्, राम्रो प्रतिक्रिया दिएका छन् दाजुभाइहरूले पनि। जस्तो यो गायन क्षेत्रमा यहाँ लागेर एउटा आफ्नो व्यक्तित्वको विकास सँगसँगै सृजना गर्नुभयो। आर्थिक लाभको हिसाबले गर्नुपर्दा चाहिँ यहाँले यो 200 गीत गाउँदाखेरि आर्थिक लाभ चाहिँ के आर्जन गर्नुभयो? आर्थिक लाभको कुरो गर्दाखेरि चाहिँ अब पहिले चाहिँ रेडियो नेपालमा गीत गाउँदाखेरि चाहिँ हामीले पारिश्रमिक नै पाइन्थ्यो गीत गाएपछि। अनि दिउँसो रेकर्ड गरेर बेलुका हिँड्दाखेरि चाहिँ पैसा लिएर हिँडिन्थ्यो। हजुर, अनि अहिले हुँदा अब अहिले प्राइभेट स्टुडियोमा रेकर्ड गर्नु पर्दाखेरि चाहिँ त्यहाँ खर्च लाग्यो, रेकर्ड गर्ने खर्च लाग्यो, छायाङ्कन गर्नु पर्यो, अर्को खर्च त्यहाँ लाग्यो। अहिले त अब 12-15 लाख जति छोराहरूले यही क्षेत्रमा लगानी गरिसके। यसको उपलब्धि चाहिँ छैन केही पनि। अब छ भने नाम छ, छैन भने केही पनि छैन। अनि पहिले चाहिँ रेडियो नेपालमा गीत गाउँदाखेरि चाहिँ हामी नै पारिश्रमिक पाउँथ्यौँ। त्यति बेला कति पारिश्रमिक पाउनुहुन्थ्यो गीत गाएबाट? पारिश्रमिकको कुरो चाहिँ नि अब त्यो बेलाको मैले पहिले गीत गाउँदाखेरि चाहिँ हामीले त्यहाँ स्वर परीक्षा पास गर्दाखेरि चाहिँ ग श्रेणीकोबाट पास हुन्थ्यो। म अहिले विशिष्ट श्रेणीमा पुगेको छु। ग श्रेणीको गायकले चाहिँ पारिश्रमिक लिँदाखेरि चाहिँ एउटा गीतको 20 रुपियाँ पाइन्थ्यो। 20 रुपियाँ पाइन्थ्यो। एउटा कथा जस्तो बनेको छ। हिरण्य भोजपुरे दाई चाहिँ लोकगीत प्रबन्धक हुनुहुन्थ्यो। अनि उहाँको पालामा म डेट माग्न भनेर गएँ। अनि 5-7 वटा गीत चाहिँ
स्वर संगीत सबै कुरो चाहिँ तयारी गरेर गएको थिएँ। अनि अनुरोध गरे आज चाहिँ मलाई दिनभरिको चाहिँ डेट मिलाइदिनु पर्यो दाइ भनेपछि उहाँले चाहिँ हुन्छ भन्नुभयो। एकै दिनमा 5 वटा गीत रेकर्ड गरेँ। अनि हिँड्दाखेरि 10-10 का नोट 10 वटा नयाँ नोट 10 वटा नोट 100 रुपियाँ हातमा लिएर चाहिँ खुसी हुँदै रमाउँदै उफ्राउँदै बाहिर निस्किएर होटलमा बसेर टन्न खाजा खाएँ। अनि गाडी भाडा तिरे। अनि घरमा आएर चाहिँ नि 20-25 जना खेतालाहरूलाई पारिश्रमिक दिए। यो त एउटा कथा जस्तो हुन्छ अब अहिलेका युवा पुस्तालाई। त्यस्तो बेला थियो। अनि फेरि पछि हुँदै गएपछि एउटा गीत रेकर्ड गर्दा 4-5 हजारसम्म पाएँ विशिष्ट श्रेणी भएपछि। अनि अब अहिले त रेडियो नेपालले गीत रेकर्ड गर्नु पनि बन्द गरेको छ। यो उमेरमा आइपुग्दा रहरहरू चाहिँ सबै पूरा भयो कि बाँकी छन्? रहर भनेका कुरा कहिले पनि पूरा हुँदैनन्। मान्छेका रहर, हरेक मान्छेका रहर एकपछि अर्को उत्पन्न हुँदै जान्छ रहर। ती रहरहरू सबै पूरा गरेर यो धरतीबाट बिदा हुन कोही पनि पाउँदैन। त्यसैले मैले त अब गर्ने जति गरिसकेँ भन्ने लाग्छ। किनभने अब छोराहरूले हौसला त दिँदैछन्, अझ हौस्याउँदैछन्, सिर्जना गर्नुपर्छ भन्दैछन्, गर्ने कोसिस पनि गरिरहेको पनि छु। अब खासै गर्ने बाँकी चाहिँ छैन। मैले अब सबै क्षेत्रबाट चाहिँ सबै क्षेत्रका गीतहरू चाहिँ यो समाजमा चाहिँ अनेक किसिमका चाहिँ घटनाहरू घट्छन्, ती सबै घटनाहरूका चाहिँ गीत मार्फत मैले दिइसकेको छु समाजलाई। अब खासै गर्ने बाँकी केही पनि छैन। तर बाँकी छ भनेर पनि गर्न पाइने कुरो पनि होइन। अब यो 75 वर्षको उमेरसम्म चाहिँ जे जति गरियो यसैलाई नै मैले ठूलो उपलब्धि मानेको छु। बाँकी जीवन चाहिँ सुखद या दुखद कस्तो होला भन्ने केही कल्पना गर्नु भएको छ? यो एउटा चाहिँ के भनाइ छ भनेदेखि विगतलाई सम्झेर पश्चाताप नगर्नु, भविष्यको बारेमा चिन्ता नगर्नु, वर्तमानमा रमाउनु। मान्छे सधैँभरि खुसी रहनको लागि चाहिँ यिनै कुराहरूलाई चाहिँ लिनुपर्छ सधैँभरि। अनि कर्म गर्नु चाहिँ नछोड्ने, सकेसम्मको कर्म गर्दै जाने, जति सकिन्छ त्यति गर्ने। रहरहरू भनेका कुरा चाहिँ अब आज एउटा काम पूरा गरिसक्यो, फेरि अर्को रहर उत्पन्न हुँदै जान्छ। सपना देख्दै जान्छ मान्छेले, सपना देख्नुपर्छ जीवनमा। एकजना अमेरिकी कवि ह्यारी केम्सले के भनेका थिए भने त्यो मान्छे गरिब होइन जोसँग 1 पैसै छैन, तर त्यो मान्छे महाकंगाल हो जोसँग एउटै सपना छैन। त्यसो भएको हुनाले सपना बोक्नुपर्छ, सकेसम्मको गर्दै जानुपर्छ। कसले पो सबै सपना पूरा गर्न सकेको छैन। त्यसो भन्दैमा हरास हुनु पनि हुँदैन, निराशावादी बन्नु पनि हुँदैन। आशावादी बन्दै जानुपर्छ। र मैले बुढो भएँ भन्ने गरेको पनि छैन, अझ पनि गर्छु भन्ने चाहिँ छ। हजुर, जति उपलब्धि छन् त्यो चाहिँ परिवारले सहयोग गरेर भयो वा या एकल संघर्षले भयो भनेर भन्न सकिन्छ? होइन, एकल संघर्षले होइन, परिवारबाटै। मेरो चाहिँ अब सगलको परिवारबाट दाई गोपी कृष्ण सापकोटा हुनुहुन्छ, भाउजू हुनुहुन्थ्यो, दाजु भाउजूको पनि माया धेरै पाइयो, दिदी हुनुहुन्थ्यो विष्णु माया, दाई दिदी। अनि आमा चाहिँ पश्चाघात रोगले चाहिँ नि थला पर्नुभयो, 24 वर्ष थला पर्नुभएको थियो। आमाबाट पनि प्रेरणा पाइयो। आमा के भन्नुहुन्थ्यो भने मलाई साथीहरू यसो भेट्न आउँदाखेरि यो छोरालाई मैले पाएको हो भन्नुहुन्थ्यो, गर्व गर्नुहुन्थ्यो आमाले। त्यो एउटा पारिवारिक हौसला त्यहाँबाट हुँदै गयो। त्यसपछि बिहे गरियो, सरस्वतीलाई चाहिँ बिहे गरेर लिएर आइयो। अनि उनले हौसला दिँदै गइन्। उनले पनि रेडियो नेपालबाट चाहिँ मेरो नाम सुनेपछि ऊ पनि खुसी हुँदै गइन्। अनि उनले मलाई चाहिँ संगीत गर्नमा अनि शब्द रचनामा पनि अलिअलि
सहयोग गर्दै गइन्। अनि त्यसपछि छोराहरू हुर्के अनि उनीहरूले पनि त्यस्तै सहयोग गर्दै गरे र अनि आर्थिक जुटाउने काम उनीहरूले गरे। म त अहिले ढुक्क छु, मैले जति गर्न सक्छु। अब यो किनभनेदेखि चाहिँ बुढापाकाहरूले के भन्थे भने खान सकन्जेल खान पाइएन, अब खान चाहिँ सक्न छोडियो, अब खान सकिँदैन। अब खानेकुरो छ, खान सकन्जेल पाइएन, खान नसक्ने अवस्थामा पाइयो, खान सकिँदैन भन्थे। त्यस्तै पहिले त आर्थिक संकट पर्यो नि। हार्मोनियम किनेर ल्याएको थिएँ 300 रुपियाँमा, त्यो बेलाको 300 रुपियाँमा 32 सालमा। त्यो हार्मोनियम अहिले मैले त्यस्तै एउटा हार्मोनियम किनेको छु 50,000 मा। त्यो हार्मोनियम 300 मा ल्याएको हार्मोनियम बेच्न तयार भएन आर्थिक संकटले। श्रीमती सरस्वतीले मेरो चाहिँ कानको चाहिँ मैले गलाको नौगडी तिलहरी, कानका चाहिँ गहना फुकालेर चाहिँ खर्च चलाउँ, घर खर्च, हार्मोनियम नबेचौँ, राखौँ, यो छोरा नातिलाई पनि काम लाग्छ भनिन्द तिनले त्यो हार्मोनियम अडे। म त्यतिसम्म चाहिँ निराशावादी बनिसकेका थिएँ। यो सांगीतिक क्षेत्र छोड्न लागिसकेका थिएँ। रेडियो नेपालमा गीत रेकर्ड गरिसकेपछि 10-8 वर्ष भएपछि त्यतिसम्म पनि यो आर्थिक संकटले त्यो संकट परेको थियो। त्यति बेलामा अब अहिलेको जस्तो चाहिँ नि आर्थिक सहयोग गर्ने छोराहरू त्यो बेलामा भइदिएको भए संगीतको क्षेत्र मेरो अलि माथि उठ्थ्यो कि। त्यसो भए श्रीमतीले पनि धेरै यहाँलाई चाहिँ हौसला पनि दिनुभयो। जस्तो गरगहना बेचेर भने त्यो हार्मोनियम तपाईँको चाहिँ राखिदिनुभयो, यहाँको खुसीलाई सघाउनु भयो। हो, उनको गहना बेचेर चाहिँ नि अब घर खर्च चलाउनको लागि चाहिँ गहना बेचेर चाहिँ घर खर्च चलाइयो र हार्मोनियम राखियो। हार्मोनियम चाहिँ त्यो हार्मोनियम बजाएर बसेपछि भोक तिर्खा सबै कुरो मेटिन्थ्यो। त्यति प्यारो हार्मोनियम पनि बेच्ने अवस्थामा पुगेको थियो। आर्थिक संकट चाहिँ त्यस्तो थियो। अनि जब सुन्तला खेती गरियो, सुन्तला खेती सफल भइदियो। अनि गाई भैँसी पालन गरियो, 2-4वटा गाई भैँसी पालियो, त्यो पनि सफल भयो र त्यसले अलिकति टेवा दिँदै गयो। यो क्षेत्र चाहिँ निरन्तरता दिनको लागि चाहिँ टेकाउ हुन सकियो। अनि त्यसपछि अब अहिले छोराहरू कमाउने भए। अब अहिले उनीहरूले पनि ढाडस दिइरहेका छन्। हार्मोनियम पुरानो हार्मोनियमलाई चाहिँ राखिछौँ, अर्को हार्मोनियम ल्याउनु छोड्न चाहिँ छोराले निरन्तरले भनेर। अनि हार्मोनियम अर्को ल्याएपछि अनि नयाँ संगीत छोराले नै बनाएर, फेरि गीत पनि छोराले नै बनाएर फुल कमल भन्ने गीत छ नि अहिले बढी, त्यो गीत बढी चलेको छ। निर्धकैले नाच्ने र गाउने, जे परे नि हाँसेरै रमाउने, फुल फुल्यो इन्द्र कमल बोट, आजसम्म बाँचेको जिन्दगी फुलकामा मनमा छैन खोट। स्वर आएन। यो गीत चाहिँ नि यो छोराले नै संगीत गरेको अनि उनीले लेखेको गीत। अनि त्यो नयाँ हार्मोनियम ल्याएपछि मलाई फेरि रहर थपियो र अनि फेरि रेकर्ड गरेँ। त्यस्तो गर्न चाहेर पनि गर्न नसकेको वा तारतम्य नमिलेको त्यस्तो केही छन् कि? रहेन, त्यो बाँकी रहेन। अब पुस्तक निकाल्नको लागि पनि रहर छ भने चाहिँ पुस्तक निकाल्नु भन्छन् छोराहरूले दुवैजनाले। अनि मैले अब लेखेका अलिअलि फुटकर कविताहरू चाहिँ पाण्डुलिपिहरू चाहिँ छन्। मलाई पुस्तक छपाउने रहर छैन, अनि गीतहरू छपाउने रहर छैन। धेरै साथीहरूले भन्ने गर्नुभएको छ, अब पुस्तकाकारमा पनि तपाईँका गीतहरू, तपाईँका कविताहरू यसो निकाल्नुपर्छ। तपाईँको चाहिँ के भन्छन् आत्मवृत्तान्त, यी सबै कुरा आत्मकथाहरू, त्यसको बारेमा पनि पुस्तकमा निकाल्नुपर्छ भन्ने चाहिँ सल्लाह दिँदै गर्छन् साथीहरूले। मैले के भन्ने गरेको छु भने अब रेडियो नेपालमा, टेलिभिजनमा हाम्रा गीतहरू रहेकै छन्, युट्युबमा रहेका छन्, त्यसैले अब पुस्तकमा आवश्यक पर्दैन भन्ने गरेको छु। त्यस्तो तपाईँको अनुभवबाट अरूले
सिक्नै पर्ने कुराहरू जस्तो समाजले चाहिँ के सिक्नुपर्छ भनेर भन्न सकिन्छ? समाजले चाहिँ के सिक्नुपर्छ भने गौतम बुद्धले भनेका थिए, धर्म भनेको अनुशासन हो, अनुशासन भनेको नैतिकता हो, अनुशासन नैतिकता धर्म नभएको मान्छेको लुगा लाउने पशु हो भनेर गौतम बुद्धले भनेका थिए। त्यसैले मान्छे अनुशासित बन्नुपर्छ, अरूको दुःख पनि आफ्नै दुःख हो भन्ने जान्नुपर्छ र आफूलाई चाहिँ जति भोक लाग्छ अरूलाई पनि त्यस्तै भोक लाग्छ भन्ने कुरो जान्नुपर्छ र आफ्नो ज्यान अरूको ज्यान उस्तै हो भन्ने जान्नुपर्छ। विवेक पुर्याउनुपर्छ, विवेक होस्, सबैमा विवेक आओस् भन्ने भावना छ मेरो। किनभने अरूले गरेको उन्नतिमा डाहा नगर्नु, ईर्ष्या नगर्नु, आफू नै उन्नति गर्नु भन्ने सबैलाई यही सन्देश दिन चाहन्छु। जुनसुकै क्षेत्रमा, गायन क्षेत्रमा, साहित्यिक क्षेत्रमा, लेखन क्षेत्रमा, कृषिको क्षेत्रमा, सबै क्षेत्रमा अरूको ईर्ष्या नगरिकन र आफैले चाहिँ जोश लागेको गर्दै जानुपर्छ र अरूको उन्नतिमा खुशी हुन सिक्नुपर्छ। जस्तो तपाईलाई केही लाग्छ त्यस्तो मैले लिएको जुन मार्ग हैन, गलत निर्णय गरे जसले अहिले पनि पछुतो हुन्छ, त्यस्ता केही छन्? छैन। मलाई अहिलेसम्म चाहिँ मैले जानेसम्म चाहिँ अन्जान अवस्थामा त केही गरियो होला, सायद केही पनि गरिन भन्ने मलाई लाग्दैन। गरियो होला। मैले जान्दा जान्दै चाहिँ मैले नगर्ने काम, गलत कर्म चाहिँ केही गरे जस्तो लाग्दैन र पो यहाँहरूले चाहिँ माया गर्नुभएको छ, त्यसैमा मलाई गर्व लागिरहेको छ। मैले यो माया चाहिँ किन पाएको छु, समाजको माया कसरी पाएको छु भन्ने कुरोमा तपाईहरू त औँलो ठडाइरहनु भएको छ। तपाईहरूले चाहिँ के गर्नुहुन्छ भने पत्रकार, रेडियो पत्रकारहरूले, सबैले चाहिँ टेलिभिजन पत्रकारहरूले चाहिँ स्रष्टाहरूप्रति हेर्ने दृष्टि कस्तो हुन्छ भने त्यो बिरालोले मुसो ढोके जस्तो हुन्छ। हजुर, कहाँबाट चाहिँ झम्ट्यौं भनिरहेको हुन्छ। त्यसै हो र तेस्रो आँखा भनेको। त्यसैले हामीले चाहिँ सतर्क हुनुपर्छ। हामीलाई अरूले हेरिरहेका हुन्छन्, अरूले हेरिरहेका हुन्छन् भन्ने मलाई ठूलो डर छ। सबैले यही डर मान्नुपर्छ। त्यस्तो गायक नहुनु भएको भए जिन्दगी चाहिँ कस्तो हुन्थ्यो होला भनेर कल्पना गर्नु भएको छ? गायक नभएको भए एउटा सामान्य खालको चाहिँ टिचर हुन्थ्यो होला, अथवा एउटा कुनै कार्यालयको मुखिया हुन्थ्यो होला, खरिदार हुन्थ्यो होला, धेरै पढ्न सकेको भए अधिकृतसम्म हुन्थ्यो होला। र अहिले जति माया पाएको छु, समाजबाट जति माया पाएको छु, त्यति माया चाहिँ पाउँदैन थिएँ भन्ने लाग्छ। पैसा चाहिँ कमाउँथ्यो होला, काठमाडौँमा एउटा घर पनि बनाउँथ्यो होला। हजुर, जस्तो गीत संगीत क्षेत्रमा विगत र वर्तमान अवस्थालाई चाहिँ कसरी निहाल्न सकिन्छ? छोटकरीमा भन्नुपर्दा गजबले निहालेको छु। विगतको भन्दा वर्तमानमा उच्छृङ्खल गीतहरू उर्लेर आएको छ, बाढी चलेको छ र चर्चित गायक गायिका बनेका छन् हाम्रा भाइ बहिनीहरू। असभ्य शब्द प्रयोग गरेर चर्चित बन्नु हुँदैन, सभ्य शब्दहरू प्रयोग गर्नुपर्छ। उच्छृङ्खल शब्द प्रयोग गरेर, असभ्य शब्द प्रयोग गरेर चर्चित र लोकप्रिय गायक भन्दैमा त्यस्तो लोकप्रिय, वास्तवमै लोकप्रिय बनिँदैन। चर्चित त रावण पनि चर्चित थिए, रावण पनि चर्चित थिए, कंस पनि चर्चित थिए, तर उनीहरूको कर्म गतिलो थिएन। त्यसैले कर्म गतिलो गर्नुपर्छ। हुन्छ नि, अब त्यो मनोरञ्जन दिनको लागि त एउटा सड़कमा चाहिँ एउटा विक्षिप्त व्यक्ति चाहिँ नाङ्गै हिँड्यो भने पनि अलिकति कसैको लागि मनोरञ्जन होला। हजुर, तर त्यसले समाजलाई चाहिँ के दिन सक्छ? यो त एउटा विकृत मानसिकताको उपज उर्लेर आइरहेको छ। अहिलेको यो गीत संगीतमा विकृत मानसिकताको बाढी नै आइरहेको छ। यसलाई चाहिँ नि नियन्त्रण गर्ने एउटा साँचो चाहिएको छ। सम्बन्धित क्षेत्रबाट राज्यको चाहिँ संस्कृति मन्त्रालय होला, विभिन्न किसिमका चाहिँ गीत संगीत क्षेत्रका
प्रतिष्ठानहरू खुलेका छन्। नेपाल के भन्छन् प्रज्ञा प्रतिष्ठान छ। यिनीहरू चाहिँ नियन्त्रण गर्नुपर्छ, निश्चित मापदण्ड बनाउनुपर्छ। त्यही मापदण्ड अनुसार मात्रै रेकर्ड गर्ने व्यवस्था हुनुपर्छ। पहिले हामी रेडियो नेपालमा गीत रेकर्ड गर्न जाँदाखेरि चाहिँ गीत स्वीकृत गर्नु पर्थ्यो, संगीत गीत पास गराउनु पर्थ्यो, अनि त्यसपछि रेकर्ड गर्न पाइन्थ्यो। त्यस्तै खालको चाहिँ एउटा यन्त्र संयन्त्र बन्नुपर्छ। जस्तो देशको माटो, विविधता, धर्म, संस्कृति, माया, प्रेमका गीत भन्दा पनि अहिलेका चाहिँ जुन पुस्ताले के चाहेका छन् भन्ने सन्दर्भ लिएर जस्तो देशी विदेशी नक्कल झक्कल र्यापर जुन यहाँले भनेर जस्तो उच्छृङ्खलतालाई चाहिँ बढी प्रेरित गरेकोले समाजमा चाहिँ अलि व्यथिति अलि विकृति बढेको हो जस्तो लाग्छ। विसंगति विकृति प्रशस्त भित्रिएको छ, पाश्चात्य संगीतले पेलिरहेको छ। हामीले चाहिँ आफ्नो देशको माटो सुहाउँदो आफ्नो चाहिँ समाजले सबैले मन पराउने खालका चाहिँ बनाउन सक्दैन कसैले पनि, किनभने हामीले पनि सबैले मन पराउने खालका गीत गाउन सकेनौं। अनि सबैले मन पराउनु पर्छ भन्ने पनि होइन। हामीले गाएका गीतहरूलाई राष्ट्रका 200-500 श्रोता दर्शकले राम्रो गीत गाएको छ फलानाले भन्ने भयो भने हामीलाई पुग्छ, किनभने त्यतिले पनि समाजलाई अलिकति डोर्याउनको लागि चाहिँ त काम गर्छ नि। यो समाज त अब यो अहिले यो बाढी आइरहेको छ, उच्छृङ्खल गीतहरू सुन्ने बाढी, रचना गर्ने बाढी, सिर्जना गर्ने बाढी। यसले गर्दाखेरि चाहिँ समाजमा धेरै राम्रो सन्देश पुग्दैन। परिवारका चाहिँ सबै मान्छे सँगै बसेर चाहिँ हेर्न सक्ने सुन्न सक्ने खालका सिर्जनाहरू आउनुपर्छ। मनोरञ्जनात्मक गीत पनि दिनु चाहिँ पर्छ। सिर्फ मनोरञ्जनात्मक गीतहरू दिएर मात्रै पुग्दैन, चेतनामूलक जनचेतनामूलक र समाज परिवर्तन गर्नको लागि केही सन्देश चाहिँ दिनुपर्छ गीत संगीतले र साहित्यले। अन्त्यमा जाँदा जाँदै मैले यहाँलाई सोध्न छुटेका र यहाँले गीत संगीत क्षेत्रका भन्नै पर्ने कुरा छन् भने अन्त्यमा काभ्रे टाइम्स र रेडियो एबिसीमा छोटकरीमा यहाँले भन्न सक्नु। अब सबभन्दा पहिलो कुरो चाहिँ रमेश सर मलाई यहाँसम्म चाहिँ बोलाउनु भयो। रेडियो एबिसी 89.8 मेगाहर्जमा यो जुन बोल्ने मौका दिनुभयो समय सन्दर्भमा चाहिँ मलाई निम्त्याउनु भयो, त्यसको लागि म हार्दिक आभारी छु। रेडियो एबिसी परिवार प्रति रमेश नेउपाने ज्यू प्रति पनि हार्दिक नमन गर्न चाहन्छु। छोटो समय अवधिमा यो जीवनभरिका सबै कथा व्यथा, मेरो यो गीती यात्रा 60 वर्ष यात्रा हो। म 75 वर्ष भई 15 वर्षबाट चाहिँ मेरो गीती यात्रा सुरु भएको थियो। रेडियो नेपालमा पो मैले 50 वर्ष भयो त गीत गाएको, त्यसभन्दा अघिदेखि नै म गाउँथे। 60 वर्ष मेरो यो गीती यात्रा यो अहिले यो छोटो समय अवधिमा व्यक्त गरेर साध्य लाग्दैन, 1-2 दिन लाग्छ सबै खराखुरी कुरा गर्नलाई। त्यसैले यहाँले सारांशमा सठिक रूपमा सोध्नु भएको छ, यहाँले सोधे अनुसारको मैले बताएको छु। अब यति नै हो, सबै कुरो सोध्नु भएको छ। रेडियो एबिसी परिवार प्रति पनि हार्दिक आभार व्यक्त गर्दछु। मलाई माया गर्ने सम्पूर्ण रेडियो एबिसी सुन्ने सम्पूर्ण श्रोताहरूप्रति पनि हार्दिक आभार व्यक्त गर्दछु र सबै मेरा चाहिँ गीत सुन्ने श्रोता, टेलिभिजन हेर्ने दर्शकहरू, युट्युब हेर्ने दर्शकहरू सबैप्रति हार्दिक आभारी छु। सबैले मिठो माया दिनुभएको छ र मेरो जीवन सफल पारिदिनु भएको छ। जीवन मेरो सफल मात्रै होइन, अब त जीवन सार्थक भएको छ भन्ने मैले ठानेको छु, किनभने मैले विसंगति विकृति विरुद्धका गीतहरू गाउने गरेको छु। त्यसैले यतिन्जेल यहाँहरू सुन्दै हुनुहुन्थ्यो रेडियो एबिसी FM 89.8 मेगाहर्ज मध्य पहाड़को आवाजद्वारा सञ्चालित कार्यक्रम समय सन्दर्भ कार्यक्रममा आजको अतिथिको रूपमा हुनुहुन्थ्यो लोकगायक काभ्रेली स्रष्टा मच्छेश्वर सापकोटा। उहाँले महत्वपूर्ण समय दिएर गायन क्षेत्रको सन्दर्भमा महत्वपूर्ण विचार प्रस्तुत गर्नु भएकोमा यहाँलाई रेडियो एबिसी र काभ्रे टाइम्स हार्दिक आभार व्यक्त गर्न चाहन्छ। निर्धारित समय सकिसकेको हुँदा म कार्यक्रम सञ्चालक रमेश प्रसाद नेउपाने र प्राविधिक मित्र हरिजीलाई पनि बिदा दिन सक्छ। नमस्कार। रेडियो एबिसी सुन्दै गर्नुहोला।